आज फेरि मलाई कस्तो कस्तो एउटा भिडियो बनाउन मन लाग्यो। हुन त म सानोमा त्यो पढ्ने बेलामा त्यसरी गल्ती नगरेको भए त्यतिखेरको त्यो गल्ती मैले अहिले भोगिरहेकै छु। गल्ती नगरेर राम्रोसँग त्यो बुवा मम्मीले त्यसरी कुटी कुटी स्कुल पठाएको बेला राम्रोसँग पढेको भए सायद म आज यो 7 समुद्र पारी कति डाँडा पारी आएर बसेर यो भ्यार्लुङ्गे कपडा लाएर गलेको बेलामा यसरी म भिडियो बनाइरहन्न थिएँ होला। राम्रोसँग त्यतिखेर पढेको भए सायद आफ्नै नेपालमा बसेर केही राम्रो काम गरेर भिडियोहरू बनाउँथेँ होला। तर त्यतिखेरको त्यो मेरो गल्ती नै एकदम ठुलो गल्ती भइदियो। जब स्कुल पठाउनुहुन्थ्यो बुवा मम्मीले, स्कुल अलिकति टाढा थियो, जाँदा जाँदा खोल्सीमा बसेर माछा मार्ने अनेक थोक त्यतिखेर डक्टर भइयो, नपढेर दुःख पाइयो। त्यही भएर भाइ बहिनीहरूले भिडियो हेर्दै हुनुहुन्छ भने धेरै ध्यान दिएर पढ्नु होला, अगाडि बढ्नुपर्छ, यसरी बाहिर आउनु हुँदैन। बुवा मम्मी ठुल्ठुलो हाम्रो अग्रज व्यक्तिहरूले हेर्दै हुनुहुन्छ भने आफ्नो छोराछोरीलाई ध्यान दिएर राम्रोसँग पढाउनु होला। ओके, बाई बाई, नमस्ते।